हाई एभ्रिवान वेलकम टु माई मिनी ब्लग। हजुर सबैजना सन्चै नि होला है। म पनि सन्चै नै छु। आज चाहिँ म यहाँ के गर्दैछु भने चाहिँ यो चाहिँ के म चाहिँ रम्बाले हिर्काइरहेको छु नि त माटो चाम्रो भएर। अन्त किन भन्दाखेरि चाहिँ म चाहिँ यहाँ आज सिम्बल तोड्नु खनेको है। घरको छेउमा सिम्बल तोड्नुको ठुलो बोटहरू छ होइन। मलाई चाहिँ अस्तिदेखि नै घरमा हुँदादेखि नै उता सिक्किममा हुँदादेखि नै पुरा सिमतोड खानु मन परेको थियो। तर त्यहाँ चाहिँ फल्दैन नि त, सिमतोड हुँदैन। अन्त त्यहाँको सिमतोड चाहिँ कस्तो अर्कै खालको हुन्छ कि कुकरमा सिटी लगाएर पकाउनुपर्छ, त्यो पाक्नै पाक्दैन हतपत होइन। त्यसरी आज चाहिँ मैले चाहिँ यहाँ घरमा चाहिँ अब सिमतोड उसिनेर खान्छु भनेर चाहिँ म यहाँ खन्नुपट्टि लागेको। माटो चाहिँ यस्तो डरलाग्दो चाम्रो रहेछ के भन्नु अब। तर भए पनि मैले रम्बा गारेर भए पनि निकालेँ यतिको चाहिँ होइन। अन्त यतापट्टि सफा गर्नुपट्टि लाग्दैछु। अलिकति थोरै भए पनि मजाले सफा गरेर उसिनेर खानुपर्छ भनेर हामी बेसी त छैन, म मम्मी एन्ड माई सिस्टर ओन्ली होइन। 3जना मात्रै सब पुगिहाल्छ भनेर चाहिँ कम्ती नै खनेर चाहिँ मैले सफा गरिसकेँ। अन्त यो चाहिँ अब धोइधाइ पारेर उसिनेर खानुपर्छ है। अनि मलाई चाहिँ यस्तो हुन्छ नि, खानु मन परेको चिज चाहिँ मलाई चाहिँ के देखेपछि अब खानु मन पऱ्यो भने म खानिहाल्छु। अन्त बनाउनु पनि मलाई जाँगा चढिहाल्छ होइन। त्यही चाहिँ मैले भाँडा ल्याइकन आएर चाहिँ पोतो लगाएको। यो चाहिँ उहिलेको एन्सियन्ट स्टाइलमा भन्छ नि, यो के भन्छ ओइलिङ गरेको भन्नु होला नि। अब कालो हुँदैन, मस्काउनु सजिलो पर्छ होइन। यहाँ खरानीको पोते लगाएको। अन्त यहाँ चाहिँ सानो चुल्हा बनाउनु भएको रहेछ मम्मीले, अब धुप बाल्नु लागि बिहान बेलुका। अन्त त्यसै कारण म चाहिँ त्यही चुल्हामा आगो फुकेर चाहिँ अब सिमतोड उसिन्नु लागेको। अन्त भित्र ग्यास त छ, तर भए पनि अब किन त्यत्रो दाउरा हुँदा त्यो किन ग्यास वेस्ट गर्नु भनेर चाहिँ म चाहिँ त्यही आगो फुकेर अब सिमतोड उसिन्नुपट्टि लागेको। अन्त म चाहिँ कस्तो खालको मान्छे हो भन्दाखेरि चाहिँ अब के भन्नु, अब आफूले खानु मन परेको चिज चाहिँ म बनाएर खाइहाल्छु होइन। कसैलाई डिपेन्डेन्ट, कसैलाई बनाइदे त्यो न्याङ गर्ने खालको बानी चाहिँ छैन मेरोमा। मलाई खानु मन परेको चिज चाहिँ म आफै बनाइहाल्छु, खाइहाल्छु। नजानेको चिज युट्युबमा हेरिहाल्छु। युट्युबमा हेरेर भए पनि आजकल के चाहिँ हुँदैन है, युट्युबमा हेरेर सबै कुरो पाइ त हाल्छ भने यसो नि। अब गुगलमा सर्च गरेको जस्तै त खानेकुरा पनि युट्युबमा। अनि त्यसै कारण म चाहिँ आफूले मन चाहेको कुरा चाहिँ म चाहिँ बनाएर खाइहाल्छु, पर्खिँदिनँ कसैलाई पनि। खानु मन परेपछि त अब खानु पऱ्यो नि होइन, आफ्नो पेट आफै पाल्नुपर्छ भनेको जस्तै त्यस्तै नै हो। अन्त यहाँ चाहिँ म सिमतोड पनि अब टिकाइ पनि सकेँ है। यहाँ चाहिँ मैले चाहिँ ढकनी नै देखिनँ होइन। अन्त त्यसै कारणले म चाहिँ ढकनी कहाँ छोड्यो भनेर हेर्नु गएको छ। लास्टमा चाहिँ मैले चाहिँ ढकनी चाहिँ लिएकै छैन रहेछ नि त, भरेको याद आयो होइन। अन्त भाँडा मात्रै बोकेर आएछु नि त। अन्त यहाँ चाहिँ चुल्हा मिलाएको मैले चाहिँ साह्रो एकछिन राखेको निकै तातो नै भइगयो, हातले उचाल्नु नसक्ने खालको भइगएछ होइन। त्यसै कारणले चाहिँ डन्ठाले उचालिकन लगाएको। अन्त मेरो चाहिँ आधी प्रोसेस भइसकेको छ। पानी सानी हालेर चाहिँ म आगोहरू फुकफाक पारेर चाहिँ अब ढकनी ल्याउनुपट्टि गएको। ढकनी लिएर चाहिँ यसमा अब ढकनी हालेर चाहिँ कति 20-30 मिनट्स पकायो भने पाकिहाल्छ है। अन्त यस्तो नै छ मेरो जिन्दगी चाहिँ है। यसरी सिमतोड यसरी पकेको यसो हेर्दाखेरि त वाउ लाग्छ होइन। तर आफै पकाएर खनेर खाँदा मात्रै याद हुन्छ नि त कति दुःख छ यसको पछाडि भनेर होइन। अन्त हेर्दाखेरि मात्रै सबैलाई वाउ हुन्छ होइन। यसरी फोटो खिच्दा मात्रै त्यसको पछाडिको कष्ट, स्ट्रगल, दुःख, रम्बाले हिर्काएको खनेको है माटो चाम्रो त्यो चाहिँ देख्दैन नि त। तर भए पनि आफ्नो मनको पेटको पापी पेटको लागि सबै कुरो गर्नुपर्छ भनेर मलाई चाहिँ सिमतोडहरू चाहिँ उसिनेर चाहिँ यसरी पोलेर खानु चाहिँ एकदम मिठो लाग्छ है। आजको ब्लग चाहिँ यति नै गाइस, बाई बाई।